वेद भनेको के हो त भनेर मैले अहिलेसम्म बुझेको होइन। युरोपबाट यात्रा सुरु गरेका आर्यहरूको एउटा झुन्डले आफ्नो हजारौँ वर्षदेखिको आफूलाई प्राप्त गरेको ज्ञानहरू मध्ये थोरै ज्ञान सङ्कलन गरेको एउटा कृति हो त्यो होइन। त्यो जातिले त्यति बेला जे ज्ञान पायो र त्यो लेख्ने बेलासम्म आउने लेखकले जति संश्लेषण गर्यो उसलाई जति ठिक लागेको थियो त्यति कुरा उसले त्यहाँ लेख्यो। भनेपछि त्यति बेलाका मानिसहरूले त्यसरी सोध्दा रहेछन् भनेर बुझ्छु म होइन। त्यहाँ विज्ञान पनि छ कयौँ कुरा, त्यहाँ रूढिवाद पनि छ, त्यहाँ कयौँ कुरा कल्पनाहरू पनि छन्, त्यहाँ कयौँ कुरा। साहित्यमा कल्पना हुँदैन र? अहिले पनि त राति उठेर डाँफे चाहिँ उड्न मन लाग्यो भनेर गीत लेखाएको छ नि। साँच्चै मान्छे डाँफे जस्तो उड्छ भने हो त होइन नि। त्यो भने त के त भने साहित्यकारले अथवा लेखकले त्यसरी आफ्नो उडानलाई कल्पनालाई उडायो। एक थरी त्यस्ता रचनाहरू छन् वेदहरू होइन। त्यति बेलाका मानिसहरूले सोच्ने तरिका हामीले हेर्ने त्यो हो होइन। त्यसरी सोद्धाखेरि कयौँ कुरा उनीहरूले गलत ढङ्गले सोध्थे, कयौँ कुरा उनीहरूले ठिक ढङ्गले सोध्थे होइन। मानिस चाहिँ मुखबाट जन्मिएको, कोही पैतालाबाट जन्मिएको भन्ने कुरा पनि सोध्थे। बिल्कुल गलत कुरा सोध्थे उनीहरू। त्यो कुरा त कसरी ठिक सोध्थे त होइन। हुनै सक्दैन थियो नि, असम्भव कुरा थियो नि त्यो त। विज्ञानले पुष्टि गर्दैन त्यो कुरा। भनेपछि त्यहाँ शोषक वर्ग पसेछ भन्ने थाहा भयो त्यहाँ चाहिँ त्यो लेख्ने ठाउँमा। त्यति बेलाको शोषक वर्ग पसेछ क्या। मान्छेलाई मूर्ख बनाउनु पर्यो भनेपछि मुखबाट जन्मिया हो हामी भन्नु थालेछ त्यसले। कल्पनाशीलता नि त हुनसक्छ नि त्यो होइन। कल्पना सिद्धान्त हुँदैन। सिद्धान्त अब गलत सिद्धान्त कल्पनाहरूलाई पनि बनाइन्छ होइन। गलत सिद्धान्त कल्पनाहरूलाई पनि गलत सिद्धान्तमा ढाल्न सकिन्छ। तर वैज्ञानिक सिद्धान्त हो भने त्यो त प्रयोगमा जानुपर्छ, त्यो कल्पनाले मात्र धान्दैन होइन। त्यस कारणले गर्दाखेरि चाहिँ एउटा ग्रन्थहरू त्यस्ता छन् होइन। अब अर्को ग्रन्थ फेरि विज्ञानमा आधारित छन्, जस्तै पतञ्जलीहरूका कामहरू होइन, औषधि विज्ञानसँग सम्बन्धित छ। अब जब तपाईँ तारामण्डलको कुरा गर्नुहुन्छ, ज्योतिषशास्त्रको कुरा गर्नुहुन्छ, जबसम्म ताराहरूको गन्ती र समयको गन्तीसम्म ज्योतिषशास्त्र जान्छ त्यो मोटामोटी विज्ञान छ। जब मानिसको भाग्यमा प्रवेश गर्छ त्यहाँ फटागिरी सुरु हुन्छ। मान्छेको भाग्यमा जब ज्योतिषशास्त्र प्रवेश गर्छ अनि फटागिरी सुरु हुन्छ होइन। त्यो सम्भव छैन। राशिमा बदलिदिने अझ मान्छेलाई त त्यो सम्भव छैन। त्यो त अविज्ञान हो त्यो त होइन। संसारमा 8 अरब मानिसहरू छन्, 8 अरब मान्छेहरू त्यही 5-7 राशिभित्र हुन्छन् अब होइन। त्यही राशिको मान्छे एक दिन विज्ञान भनेर पठन पाठन भइरहेछ, पढाइरहेछ, ज्योतिष विज्ञान भन्ने छ होइन। ज्योतिषशास्त्र वा ज्योतिष विज्ञान त्यो खण्डसम्म त्यो विज्ञान हो जबसम्म तारामण्डलको अध्ययन गर्छ, सूर्यको गतिको अध्ययन गर्छ, चन्द्रमाको गतिको अध्ययन गर्छ होइन, महिनाहरूको अध्ययन गर्छ होइन, गतिहरू त्यसले निकाल्छ होइन। कहिले चाहिँ त्यो मलमास पर्छ भने त्यसले निकाल्छ, लिपियर क्या निकाल्छ। जबसम्म गणितमा त्यो सीमित हुन्छ, ब्रह्माण्डको अध्ययनको गणितमा सीमित हुन्छ, त्यो बेलासम्म त्यो विज्ञान छ। राशि पनि त गणितमै त्यही त भन्नु। जब भाग्यमा प्रवेश गर्छ नि गणित लिएर हो त्यहाँ चाहिँ त्यो विज्ञान होइन, त्यो खाने बाटो हो, त्यो कमाउने बाटो हो। त्यो सम्भव छैन। नहुने कुरा गर्नु त सम्भव छैन नि होइन। त्यस कारणले हामीले शास्त्रहरू हिन्दू शास्त्र होस् वा इसाई शास्त्र होस् वा कुनै पनि शास्त्र होस्, त्यहाँभित्र भएका विज्ञानहरू छन्, त्यो हाम्रो मित्रहरू हो। अहिले पनि विज्ञान हाम्रो मित्र हो। त्यहाँभित्र के फरक पर्छ? त्यहाँभित्र अविज्ञानहरू छन् भनेदेखि त्यसलाई अविज्ञान भन्नु पर्यो। विषय त यति मात्रै हो होइन। विषय त यति मात्रै हो नि। त्यस कारणले पूर्वाग्रहबाट कुनै चिजलाई हेर्नु जरुरी छैन। अथवा इतिहासका वस्तुलाई त झन् पूर्वाग्रहले के हेर्ने होइन। जङ्गबहादुरको मुलुकीलाई पढ्दाखेरि मैले जङ्गबहादुरप्रति पूर्वाग्रह राखेर पढेर के हो होइन। मैले त के बुझ्ने भने त्यति बेलाको समाजको स्तर र चेतना र वर्गहरूको विभाजन होइन चाहिँ यसरी गरे रहेछ भनेर बुझ्नका निम्ति, त्यो इतिहासबाट शिक्षा लिनका निम्ति, यो हाम्रो समाजको आजको जग कसरी बसाएर छ त भनेर बुझ्नका निम्ति पढ्ने कुरा हो। त्यो लेख्ने मानिसहरूलाई गाली गरेर के गर्नु होइन। त्यो त त्यो समयको उपज हो नि, त्यो समयको उपज हो। जङ्गबहादुर त्यो समयको उपज हो। मानिसहरू त परिस्थितिको उपज न हो
अनि मरेर गइसकेका 1000 वर्ष अगाडिका 3000 वर्ष अगाडिका मान्छेलाई गाली गरेर भन्नु यो त केही अर्थको कुरा होइन। हामीले विज्ञानको नजरबाट शास्त्रहरूलाई हेर्ने कुरा हो। त्यस कारणले हामीले पूर्वमा भएका अथवा यो दक्षिण एसियामा विकसित भएका चिजहरूलाई चाहिँ वास्तै नगर्ने भन्ने कोही छन् भने त्यो पनि गलत छ होइन। त्यसभित्र विज्ञानै विज्ञान छन् भन्ने हुँदा त यस्तो छन्। केही त फेरि हिन्दू अतिवादी पनि हुन्छन्। हेर्नुहोस् है, उनले कतिसम्म प्रचार गरे त फेसबुकमा र चाहिँ गुगलमा भने कतिसम्म हालिदिए त भन्दाखेरि चाहिँ अन्तरिक्षमा प्रयोग गर्नका निम्ति नासाले चाहिँ संस्कृत भाषालाई प्रयोग गरिराखेको छ, गर्न खोजिराखेको छ भनेर हालिदिए। त्यो हो कि होइन भनेर खोज्न मलाई 4 दिन लाग्यो। पाइयो किन नपाउनु, झुट त खण्डन त भइहाल्छ कि त्यो वास्तवमा त्यस्तो होइन रहेछ होइन, त्यो होइन। कान्तिपुरमा एकजनाले लेखे प्रतिष्ठित एकजना लेखकले त्यो विषय हालेर, र मैले कान्तिपुरमै खण्डन गरेर त्यो लेखेँ पनि होइन। पनि एक थरी मान्छे त अतिवादी हुन्छन् नि होइन। म त यहीँ राम जन्माउनु पर्ने, यहीँ कृष्ण जन्माउनु पर्ने खालका मान्छेहरू हुन्छन्। त्यसबाट उनीहरूको भात खाने खेती चलिराखेको हुन्छ नि त। त्यसबाट उनीहरूको सम्पत्ति आर्जन गर्ने धन्दा चलिराखेको हुन्छ, त्यो अर्कै विषय हो। हामीले कुनै पनि शास्त्रलाई, कुरानलाई हेर्नुहोस्, बाइबललाई हेर्नुहोस्, पुरानो करारलाई हेर्नुहोस्, नयाँ करारलाई हेर्नुहोस् होइन। हामी चाहिँ जुजहरूलाई हेरौँ होइन। सबै शास्त्रहरूलाई हामीले त्यो बेलाको समयमा मानिसले कसरी सोच्थ्यो, र त्यो बेलाका मान्छे पनि 2 प्रकारका थिए। एक थरी काम गरी खाने मान्छेहरू, श्रमिकहरू थिए होइन, एक थरी काम नगरी खाने मानिसहरू थिए।